अब तपाईँको अर्थमन्त्रीज्यूले चाहिँ उहाँहरूकै इनिसिएसन्समा बोलाउनु भएको हो। बजार चिन्ता व्यक्त गरेर चाहिँ नि यो के भयो भनेर बुझ्नको लागि र तपाईँहरूले के बुझ्नु भएको छ, तपाईँहरूको धारणा के हो भन्ने किसिमले बोलाएको जस्तो बुझिन्छ। अर्थ मन्त्रालयले खोजेर बोलाएको। त्यसमा अर्थमन्त्रीले के भन्नुभयो भने अहिले व्यवसायी पक्राउका सम्बन्धमा व्यवसायीहरूलाई पक्राउ गर्ने, थुन्ने भन्ने एक लार्जमा सरकारको नीति गर्दैन। यस चाहिँ ग्रे लिस्टमा परेका कारणले गर्दाखेरि सर्टेन लेभलका ठुला क्राइमहरू अन्तर्राष्ट्रिय क्षेत्रले पनि पहिचान गरेका यस्ता क्राइमहरूमा चाहिँ नि कारबाही नगर्दाखेरि देशलाई चाहिँ धेरै अप्ठ्यारो पर्ने भाव भएर चाहिँ यो सबै कामहरू गरेको हो। र यसमा गर्दाखेरि पनि चाहिँ नि हामी चाहिँ नि एकदमै चाहिँ नि सबै व्यवसायहरूलाई आतंकित गराउने, उनीहरूसँग जोडिएका अहिले बजारमा हल्ला चलेका जस्ता त्यस्ता किसिमका कामहरू सरकारले गर्दैन। सरकार त्यसमा सचेत छ। नगरी नहुने मान्छेलाई चाहिँ गर्ने हो होइन। अब यो चिज चाहिँ देशलाई ग्रे लिस्टबाट निकाल्नु पर्ने छ। यो चाहिँ देशको अर्थतन्त्रको लागि, देशको बृहत्तर हितको लागि नगरिकन नहुने काम हो। यो चिज गर्नुपर्ने भएर गरे हो। यो सरकारले थालेको कामै होइन। यो पहिलेकै सरकारले हजारौं पानाको इन्भेस्टिगेसन रिपोर्ट छ। यो चाहिँ नि पूर्ववर्ती सरकारहरूले गरेको काम हो। उनीहरूले एक्सन नगरेको हो। हाम्रो सरकार आइसकेपछि हामी चाहिँ नि यो गर्नेमा परेको मात्रै हो। यो कार्यान्वयन गर्दाखेरि हामीले एकदमै सचेतपूर्वक होइन, यसले इकोनोमिक इन्भाइरोमेन्ट र क्राइम गर्नेलाई टपक्क टिपेर चाहिँ जे गर्नुपर्ने हो त्यो गर्ने किसिमले पर्याप्त सचेतना अपनाएर गरेका छौँ। र यसबाट चाहिँ धेरै व्यवसायहरूलाई जोड्ने, जसले चाहिँ उद्योग गरेका छन्, सञ्चालन गरेका छन्, रोजगारी सिर्जना गरेका छन्, तिनीहरूलाई जोड्ने, आतंकित बनाउने, उनीहरूको मनोबल खस्काउने यो किसिमको कुरै होइन। जसले चाहिँ 90% रोजगारी सिर्जना गरेका छ त्यस्ता व्यवसायहरूलाई चाहिँ प्राइभेट सेक्टर, निजी क्षेत्रलाई चलाएर देशको समृद्धि सम्भवै छैन। त्यो हामीले गर्दैनौँ। यो सन्देश तपाईँहरूले चाहिँ प्रवाह गर्नुहोस्। एक। दोस्रो कुरा चाहिँ बजारमा, सेयर बजारमा चाहिँ ठुला इन्भेस्टर, ब्रोकर यिनीहरूमाथि निगरानी, यिनीहरूलाई चाहिँ कारबाही भन्ने किसिमको चिजहरू पनि र्युमर छ अरे भन्ने सुनिन्छ। यो सरकार त्यसरी बायस भएर काम गर्दैन। सेयर बजार एकदमै ट्रान्सपरेन्ट क्षेत्र हो। तपाईँहरू चाहिँ टेक्नोलोजी फ्रेन्डली हुनुहुन्छ। तपाईँहरूले चाहिँ ब्याङ्किङ सिस्टमबाट कारोबार गर्नुहुन्छ। हामीले सबै क्षेत्रलाई बनाउन चाहेको चाहिँ सेयर बजार जस्तै हो। हाम्रो चाहिँ नि सबै क्षेत्र यस्तै भइदियोस्, ब्याङ्किङ सिस्टमबाट ट्रान्जेक्सन भइदियोस्, टेक्नोलोजी फ्रेन्डली भइदियोस्। अहिले भर्खर हामीले चाहिँ 90 अर्ब रुपियाँ चाहिँ अमेरिकन सहयोग चाहिँ नि हामीले लियौँ यो नेपाललाई चाहिँ डिजिटलाइज गर्ने भनेर। त्यो एउटा केही प्रक्रिया हो। त्यो प्रक्रियाको लागि चाहिँ हामीले लिएको हो। त्यसले गर्दाखेरि यहाँ कुनै पनि ब्रोकरमाथि, कुनै पनि इन्भेस्टरमाथि हामीले चाहिँ नि त्यसरी टपक्क टिपेर यो गर्ने त्यो गर्ने यो सरकारले गर्दैन। तेस्रो चिज चाहिँ नि जति पनि अहिले सेयर बजार सुधारका लागि रामेश्वर खनाल सरका पालामा भएका नेक्स्ट रिस्ट्रक्चर दिनदेखि लिएर गएर सेयर बजार सुधारका अध्ययन प्रतिवेदन, त्योभन्दा पहिलाका प्रतिवेदनहरू, हाम्रो घोषणापत्रका कुराहरू, यो सबै चिजहरू चाहिँ नि हामीले चाहिँ नि त्यसलाई कसरी कार्यान्वयन गर्ने प्रायोरिटाइज गरेर डिटेलिङ गरिरहेछौँ। त्यो सबै हामी कार्यान्वयन गर्छौँ। घोषणापत्र लेख्ने म हो, कार्यान्वयन गर्ने ठाउँमा म छु। यो सबै चिजहरू चरणबद्ध रूपमा चाहिँ कार्यान्वयन गर्छौँ। हामीले ठुलो इकोनोमी बनाउने भनेका छौँ। ठुलो इकोनोमी बनाउँदाखेरि सेयर बजार चाहिँ अटोमेटिक राम्रो हुन्छ। यो चाहिँ नि धेरै माथि जान्छ। र जिएसटीमा अहिले सर्ट टर्ममा चाहिँ यी सबै चिजहरूले चाहिँ मान्छेहरू अतालिएका होलान्, स्वाभाविक होला। तर लङ टर्म र मिड टर्ममा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूको लागि चाहिँ यो स्वर्णिम युग हो भनेर चाहिँ नि उहाँले भन्नुभयो। हामीले चाहिँ उहाँलाई के भन्यौँ भन्दाखेरि तपाईँहरूको यो सबै प्रक्रियामा हामी सहमत छौँ। तपाईँहरूले गरेका यो चाहिँ देशलाई सुधार्ने यो सबै किसिमका चाहिँ नि यो चाहिँ विकृति, विसङ्गति, यो सबै चिजको चाहिँ नि निर्मूलीकरण गर्ने होइन, यसलाई जरैदेखि उखालेर फाल्ने जुन तपाईँहरू अभियानमा हुनुहुन्छ त्यो छौँ। तर त्यो गर्दै गर्दाखेरि इकोनोमीलाई चाहिँ उठ्नै नसक्ने गरेर धक्का हुने किसिमले चाहिँ गर्न भएन। व्यवसायीमाथि तपाईँहरूले जुन कारवाही गर्नुभएको छ, तपाईँहरूले अनुसन्धान गर्नुहुन्छ, के गर्नुहुन्छ, त्यो चाहिँ नि उहाँहरूलाई नथुनिकन गर्नुहोस्। दिनभरि बोलाउनुहोस्, सोधपुछ गर्नुहोस्, उहाँहरूसँग विवरण लिनुहोस्। तर बेलुका गएर घरमा सुत्ने वातावरण बनाउनुहोस् र उहाँहरूले गरेको कामलाई चाहिँ कन्टिन्युस रूपमा चाहिँ नि उद्योग धन्दा सञ्चालन गर्ने वातावरण बनाउनुहोस्। र चाहिँ नि सरकारले तपाईँहरूले भनिरहनु भएको छ
चाहिँ कारबाही चाहिँ फाइनेन्सियल पेनाल्टीको रूपमा चाहिँ नि कारबाही हुने वातावरण बनाएर अगाडि बढ्नु पर्यो। त्यो हुँदाखेरि राम्रो हुन्छ, हाम्रो एउटा सुझाव थियो। दोस्रो सुझाव भनेको चाहिँ नि अहिले विशेष गरी ठुला लगानीकर्ता लङ टर्म लगानीकर्तालाई यस्तो उतार चढावले केही फरक पर्दैन। उनीहरूको क्षमता पनि बढी हुन्छ, उनीहरूको दुईटै कुरा, एउटा नेटवर्क पनि बढी हुन्छ, लगानी गर्ने क्षमता चाहिँ पालेर बस्ने क्षमता पनि बढी हुन्छ, उनीहरू त्यो गर्छन्। तर साना लगानीकर्ता चाहिँ आत्तिन्छ अनि त्यो आत्तिने वर्गलाई चाहिँ जोगाउनु पर्यो। जसको पुँजी एकदमै सानो हुन्छ, यो बिग्रियो भने ऊ त सिद्धिन्छ नि। त्यस्ता मान्छेलाई प्रोटेक्ट गर्नु पर्यो। त्यस्ता मान्छेलाई प्रोटेक्ट गर्न तपाईँहरूले चाहिँ इन्स्टिट्युसनल इन्भेस्टरलाई चाहिँ इन्टरभेन गर्न लगाउनु पर्यो। बजारमा इन्स्टिट्युसनल इन्भेस्टरलाई प्रवेश गराउनु पर्यो। यो चिजमा चाहिँ नि एउटा यो बैंक वित्तीय संस्थाले सेयर किनेपछि 6 महिनासम्म बेच्न नपाउने चिजलाई तपाईँहरूले यो बन्देजलाई ठुक्वा गरिदिनुहोस्। अर्को यो कन्ट्राक्चुअल सेभिङ मोबिलाइजेसन फन्ड, सरकारी कोषहरूको पैसा अलिकति यो बेलामा मोबिलाइज गरेर चाहिँ नि इन्भेस्टरको कन्फिडेन्स बढाउने काम चाहिँ नि तपाईँहरूले गरिदिनु पर्यो। र तेस्रो कुरा चाहिँ नि जति पनि चिज तपाईँहरूले भन्नुभएको छ, यो सबै चिजहरू हामीले त बजारमा गएर सन्देश प्रवाह गर्छौँ नै, हामी बोल्छौँ भन्छौँ। तर यो सरकार आउने बित्तिकै क्यापिटल मार्केटले रिजेक्ट गरेको हुनाले यो चिज चाहिँ नि सरकार विशेष गरी अर्थमन्त्रीज्यू आफैले अथवा चाहिँ नि सम्बन्धित निकायले चाहिँ नि एकखेर सरकारको धारणा यो हो, पुँजी बजारपछि हाम्रो यो भनेर हजुरकै चाहिँ मुखबाट चाहिँ यो चाहिँ मिडियामा जान सक्यो भने हजुरलाई नै चाहिँ मान्छेले चाहिँ देखेर चाहिँ यो चाहिँ सुन्न चाह्यो भने त्यसले चाहिँ नि यो एकपटकलाई सधैँ बोलिरहनु पर्दैन। यो पहिलो पटक सरकार आउने बित्तिकै क्यापिटल मार्केटले यसो गरे भएर यो चाहिँ एकपटक हजुरले गर्दै राखेर राम्रो हुन्छ। यो चाहिँ एकखेर गरिदिउँ हजुरले भनेर हामीले चाहिँ यो 3टा कुरा भनेर चाहिँ नि हामी आयौँ। सबै चाहिँ नि उद्योग व्यवसायलाई उनीहरूसँग जोडिएका कारोबार भएका यस्तोलाई चाहिँ नि जम्मै चाहिँ लिएर आउने गाड्ने सबै वातावरण बिगार्ने काममा चाहिँ नि सरकार लाग्दैन भनेर प्रश्न भन्नुभएको छ है। त्यो चाहिँ यो बजारमा चाहिँ फलानु समाउँछ, फलानु तानिन्छ यो भनिरहेको छ नि, त्यो चिजमा हामी एकदमै सचेत छौँ। र त्यो काम सरकारले गर्दैन, सुन्ने कामै गर्छ, ठुल्ने काम गर्दैन। एक लार्जमा चाहिँ फाइनेन्सियल पेनाल्टी नै गर्ने हो त्यस्तो अनियमितता देखिएको व्यवसायीको हकमा। त्यसमा चाहिँ नि आश्वस्त हुनुहोस्, यो म्यासेज प्रवाह गरिदिनुहोस् नै भन्नुभएको छ।